कस्तो भएर तिमीलाई आगोमा यस्तो राखेको फोटोग्राफरले रेडी गराउँदै हुनुहुन्छ भने यति हम्बल मान्छे चाहिन्छ फोटोग्राफर हम्बल हो यो हो नि ल ल ल हेलो जान्छ लेगन गरो लांगा लेगन शमदनगी लेगन खमरादनगी लेगन तोजिर नोम्बाई लेगन माजिर नोम्बा लेगन किन गर्दो लेगन कोरो जानारोरा Good morning everyone. So हामी चाहिँ उठेर फ्रेस भएर and then तर चाहिँ कामहरू भइरहेछ अनि अहिले चाहिँ सबैजना अलमोस्ट रेडी हुन लाग्नु भएको छ तल चाहिँ सबिनलाई राखेर चाहिँ अब त्यहाँ विधि अनुसारले चाहिँ पूजा भइरहेछ सो आई थिङ्क किन लाइट विधि अनुसारले चाहिँ पूजा भइरहेछ अनि तर अलिअलि कामहरू भइरहेछ अनि हाम्रो खासै काम देखिनँ मैले त्यही भएर चाहिँ हामी अब रेडी हुन्छौँ हामी त जानै पाएन यो सबिनको कलेजको साथीहरुलाई छोड्दैन छोडै क्यास पैसा ल हाम्रै हो दिदी हाम्रै हो मलाई बरु दिनु न अहिले फर्किँदा ल ल ल आन्टी आई लभ यु यसरी हो कि भगवान
मिलेन मेरो हेर नि आज राम्रो देखिरहेको लाग्छ आशिष Yes, boss. के छ Ne gorogo, ne somo ne gorogo. Tanga borana de la movade mazo, tanga borana de la movade mazo. Hi everyone. सो अहिले चाहिँ हामीहरू सबैजना निस्किसकेका छौँ होइन हामी चाहिँ अहिले अब भर्खरै घरबाट निस्क्यो घरबाट निस्केर चाहिँ ऊ त्यो माथि हो क्या हाम्रो बुहारीको चाहिँ घर अनि हामी आई थिङ्क हिँडेर जान्छौँ होला हिँडेर आई थिङ्क 45 मिनट्स जति लाग्छ भनेर भनेको छ सो हामी चाहिँ घरबाट चाहिँ अलिकति अगाडि चाहिँ आइसकेका छौँ त्यहाँ छ जन्तिजहरू त्यहाँ हुन्छ ऊ त्यो माथि हो क्या उतातिर पर्छ क्या त्यता कतातिर पर्छ अनि हामी ओह्रालो त झरिसक्यौँ होइन तर अब यहाँबाट घरबाट उहाँसम्म जानको लागि चाहिँ 45 मिनट्स जति लाग्छ हिँडेर भनेर भनेको थियो सबिनले अब हिँड्दैछौँ अब पुगिन्छ होला गाह्रो चाहिँ नहोस् मलाई थाहा थियो गाह्रो हुन्छ भनेर द्याट्स वाइ आई वोर यो मेरो मम्मीको चप्पल अनि यो चाहिँ ठाउँ ठाउँमा राख्नुको कारण चाहिँ यो चाहिँ साइडको लागि रहेछ साइडको लागि चाहिँ राखेको रहेछ धेरै ठाउँमा राख्नु भएको थियो 3-4वटा ठाउँमा राख्नु भएको थियो मैले क्याप्चर गर्न चाहिँ पाइनँ तर साइडको लागि चाहिँ राख्नु भएको रहेछ उहाँहरूले बिहे भनेको यस्तो हुनपर्छ हिँडेर जानुपर्छ है बुहारी लिनुलाई सजिलो छैन नि नाच्दै मलाई थप्यो अस्ति गीत बज्यो अस्ति गीत तपाईको भूमिका रहेको मैले चुनावमा उठेर साथीहरूको बिहेमा तपाईँको योगदानको उच्च मूल्याङ्कन गरेर हामी चाहिँ अनि
अर्कोचोटि आउँदाखेरि हामी गाडीमै जान्छौँ दाइ। हुँदाखेरि अब सबै गाडीमा जान्छ। अब भतिजोलाई अब चाहिँ ससुरालाई फेरि जाँदाखेरि ट्याक्क गाडीमा आइरहेको आइकीसम्म होइ होइ गरेको थियो। गम्बुमा चाहिँ बजाएर के गर्नु बन्दैन। दक्षिण राखेर बहिनी हो त उहाँहरू त्यसरी बस्नुहुन्छ नि सगुन जन्ने आउने बेला सगुन सेक्छु कि ए सगुन सेक्नुहुन्छ जसले पनि गर्नु पायो त्यो सगुन खानु पायो ए है राम्रो के हो जाँदै यसरी हो कि हो त नि गाडीमा गयो जाँदा है के त त्यही भन्छ त्यही त योभन्दा पहिला 3 दिन हिँड्नुपर्छ जान्दै हिँड्नुलाई। पहिला पहिला आज जाँदा एकदम सही छ कि हिँड्दा पहिला ल्याएर हिँड्नु पर्यो नि जाँदा सघाउने छ कि हुन्छ हजुर हो दक्षिण अब कति हुन्छ त्यति हाल्ने कति रमाइलो हुने घरै पछि है जाँदै हिँड्यो भने यसरी सुबानी छुजुल छुजुल हिजो मैले त्यस्तै अनि अघि तलै देखाएको थियो भाउजू त पछाडि रहेछ लास्टमा भाउजू सबभन्दा अगाडि आएर बसेको होला नि यहाँ बाइक लिएर यो बाटो यो ढुङ्गा दाइ यो माटो बाइकमा पुऱ्याइन्छ माथि अनि माथि रेस्ट गरौँ बाइक ल्याऊ बाइक ल्याऊ गाई ए बाइक ल्याऊ उसले त भन्नु पर्यो यहाँ त्यसको भित्रको सब घोलेर निस्किँदै हल्लाइदिने हो अनि त्यसपछि जाउँ जाउँ केही हुन्न बिस्तारै जाउँ गाह्रो भयो के गर्नु हिँड्नु नस्या भने ऊ हो क्या ऊ हो हिँड्न नसक्ने त दाइ हाम्रो बिजोगीहरूको हालत यत्रो बाटो हिँड्नु त दाइ तोरीबारी मात्रै देख्छु त म त है मैले पठाइसकेको भन्नु परेन कता हो त्यहाँ एक दिनको बिसाइले बस्छ सन्चै हुन्छ ओके यसो गरेर मन रहेछ कि खुट्टा यसो गरिदिन्छ मेरो खुट्टामा बसाइदियो यार आउनु लाग्यो मजाले आउला सबिनको घर चाहिँ त्यो है अनि हामी अर्को डाँडामा आइसक्यौँ एज आई टोल्ड यु बिफोर मैले देखाएको थिएँ नि सो यहाँ आउँदैछौँ जाँदैछौँ उहाँलाई गाह्रो भइसक्यो होइन ठिक छ उहाँलाई चलाएर भइसक्यो डोन्ट से द्याट दाइ ल्याइदिन्छ होला कहाँ ग्यास्ट्रिकले भन्नु भएछ म सुत त्यो ज्याकेट कता छ नानी ज्याकेट कता छ तेरो
तामाले छैन महिला मेन्दोला बस्न मेन्दो ज्ञान बिन्या तासेल होय सुन मार मलाई खाता बनाउनु छ दिनमा सेंगल पद चाहिँ जिम्मा दोन भर लागि जोले लाग्यो ल अब यो नानी हजुर यो लिएर जानुहोस् त यहाँ ल हावा अब हामीलाई बेउली भएको छ परे त हजुर यांगुलाई क्याप्चर गर्नु त हामी तयार पार्छौँ स्टुडेन्टले चाहिँ हाजी डेढ दो ज्यादा लगा एकैछिन आइद आउटफिट अफ द डे जाडो छ जाडो छ जाडो छ जाडो छ सो अहिले चाहिँ हामी सबैजना जन्ती यहाँ के अरे बुहारीको घरमा छौँ सबै म बुहारी भन्छु है किनभने अब साथीको वाइफलाई के भन्ने म त बुहारी भन्छु बुहारीको घरमा हामी आयौँ होइन अनि त्यसपछि एकदमै सम्मानका साथ चाहिँ हामी सबैजनालाई चाहिँ भित्र बोलाउनु भयो होइन अनि बाजाहरू पनि बजिरहेछ होइन बाहिर अनि इभन खानपिन कार्यक्रम पनि भइरहेको छ सो रमाइलो भइरहेछ है रमाइलो भइरहेछ तर अलिकति गाह्रो के भयो भन्दाखेरि चाहिँ सुबानीलाई चाहिँ थोरै ग्यास्ट्रिक प्रब्लम भएर चाहिँ उसलाई गाह्रो भयो ऊ चाहिँ अहिले रेस्ट गरिरहेछ अनि म चाहिँ अब यहाँ दायाँ बायाँ हिँडिरहेको छु घुमिरहेको छु डुलिरहेको छु कति मिठो कति मिठो कति मिठो गरी खाएको भने के खानुहुन्थ्यो छक्चुक्राम खुसै भन्नुपर्ने ठिक हुनु भइसक्यो है ठिक हुनु भइसक्यो धेरै ठिक भइसक्यो अब म नाच्छु गएर एकजना जुत्ता लगाएर त्यो बेलामा जाँला लाखाम जाने आजान चिजिन खेलमा एउटा यार भारी भएको छैन चम्चा ए दुईटा रहेछ तिम्रो भारी भएको छैन एकचोटि यस्तो फोल्ड गरेर देखाइदियो त साथी आमा भात दुईवटा चम्चाले खानुहुन्छ है उहाँले बा ल ठिक छ अब लग रही हूँ ना मैं 35 साल की बुढ़ी
हामी चाहिँ होइन अब के भन्छ बेहुलीको घरबाट निस्किएर चाहिँ हामी उता अब रतौली हेर्न गइरहेछौँ सिन्स अहिले त सकेकै छैन अनि अब कस्तो घाम आएको यार मुखमै कस्तो बुढी आइमे देखेको ल अब हामी अब उता के भन्छ उता रतौली हेर्न जाँदैछौँ कि यता सकेकै छैन त्यही पनि अब हामी उता पनि भ्याउने भन्ने हिसाबले चाहिँ जान आँटेको भ्यू त बाबा कस्तो ब्युटिफुल छ कि भ्यू के गर्नु र म त हेर त बिहान 5:30 6 बजे घाम लाग्छ बेलुका 5:45 6 बजेतिर घाम डुब्छ त्यो त त्यही नै हो नि होइन के भनेर भन्न खोजेको हजुरले बुझ्नु भइसक्यो होला है म बुझाउन सक्दिनँ यो सबै कुरा ठिक थियो होइन यो डोरी चाहिँ किन पिङ होला है सायद के हो कस्तो डरै लाग्यो जाँदै हो नि माथि ए ल है कि ल है भने दुख्यो खुट्टा दुख्यो उयो अरूभन्दा नि उयो क्या बुढी आउन दुख्यो क्या कस्तो घिनलाग्दो भयो क्या खुट्टा म अङ्ग्रेजी म्याडम जस्तो देखेँ होइन इङ्ग्लिस टिचर ए चिप्लेलाई मलाई साडी लगाउने बित्तिकै त्यस्तो म आफैलाई त्यस्तो फिल हुन्छ क्या त्यो पढाउने टिचरहरू हुन्छ नि एकदम वेल मेन्टेन भएर आउँछ नि बिहान उठेर टक्क साँच्ची नै मलाई त्यस्तै फिल हुन्छ आज यो कलर पनि त्यस्तै देखेँ स्कुलको कलर हुन्छ नि त्यो टिचर म्याडमहरूले क्या त्यो बुट्टा ब्लाउज अनि त्यसपछि यो प्लेन त्यही म राम्रो देखाएको छु अरूले भन्नु तिमीलाई मात्रै होइन मलाई पनि अनुहार हेर्दाखेरि छुची भन्छ फर्स्ट इम्प्रेसन चाहिँ जसले पनि फर्स्ट इम्प्रेसन चाहिँ छुची नै भन्यो भने हेर्दाखेरि कस्तो छुची त्यस्तो एरोगेन्ट खालको एटिट्युड सोझी भन्छ जस्तो लाग्थ्यो होइन तँलाई तर ब्याचलर्समा पढ्न थालेपछि चाहिँ आमा के देखेँ सोझी तर तिमी हेर्दा चाहिँ सोझी देख्छौ म हेर्दा चाहिँ छुच्ची कस्तो त्यो मलाई त्यस्तो लाग्ने रहेछ छुच्ची लाग्ने रहेछ मान्छेहरूले चाहिँ मेरो अनुहार देखेर हो ऊ यो घर पुग्नु छ कता हो साथी घर यहाँ यो घर पुग्नु छ हामी यहाँ छौँ साथी के भन तिमीले त्यो सेतो हिमाल हो नि देख्नु सेतो हिमाल देख्नु मलाई हिजो कसले मिलनले हो क्या भनेको कुन हिमाल हो त्यो भनेको त सेतो हिमाल नि भन्दै थियो सेतो हिमाल बाई हामी अघि यहाँ थियो कोही मान्छेहरू आउँदै हुनुहुन्छ बिचरा यहाँबाट यस्तो पछाडि गएको थियो यता पछि यहाँ यतातिर रहेछ क्या आइसक्यो है मेरो शिवा मात्रै बाँकी छन् अहिले खोज्यौ नजी त्यही भन्न फोन गरेर सकेन आउ भन्न अहिले खोज्यौ नजी त्यही भन्न फोन गरेर सकेन आउ भन्न
छोरा वर्षे बैशालाई निकाल तिमी मेरै भर परेर दिन्छु माया भो भन्ने गरे पिराती उमारी यस्ता यस्ता हुँदा नि कुमारी जेठा जुहो तिमीले ढोका म त यहाँ बस्दिनँ र बसेर टपिकै निस्कियो परेदेखि आँट्या छन् लाना दिदी बहिनी सुवानी एक गीत सुनेर परौली दङ्ग साँच्चै काली जान्छु त म नाम चालेको केटो हो ढोङ्का उनको पहिला छोरछोरी लास्टै बिल्ला हुँदो रहेछ अया कस्तो बेलामा गएर बसेछु त्यहाँ भगवान् छेक्नु बस्नु भएको ए आउँदै थियो भने जस्तो त लागेको थियो कस्तो हातै ठिराउने है गाइस आउँदै हुनुहुन्छ होइन बेहुला बेहुली कुरा हो हजुरले बेहुला बेहुली कुर्नु भएको साथीहरू
बेहुला बेहुली आयो मेरो आँखा भरिहाँसो थियो अघि छ I'm so happy for you, Sabin. So happy for you. तिमीलाई बुहारी भाउजू के भन्ने हो साथीको वाइफलाई जस म त बुहारी भन्छु है. I'm so happy for you guys. रुन माथि बुढो भएछ साथी बुढो भएछ साथी बुढो भयो हामी त यङै छौँ जो बुढी भएको साथी तिमीले रुवाइदियो है मलाई सबिन पनि बुढो भयो रुनै मन लागेछ कस्तो त्यो दुःखले हेर्नु क्या कस्तो खुसी लागेको क्या एकदमै रमाइलो लाग्यो एकदमै खुसी लाग्यो सो ह्याप्पी फर दिस पर्सन ल बुहारी चाहिँ मेरो आमा सरा आमा नै हो आमा बुवा हो
मैले आमा बुवाको अधिकारमा चल्नेछु होइन। अब मेरो श्रीमानको ले भनेको कुरा म मान्नेछु र आमा बुवालाई म त्यस्तो दुःख नराम्रो व्यवहार होइन गर्नेवाला छैन। सबै समाजसाथी मामाहरू काका काकी पत्रकारहरू हुनुहुन्छ सबै अगाडि चाहिँ एकचोटि तपाईँले आमाहरूले सुनाइदिनु। भगवान् हुन्छ सुनेर भन्नु बोल्नुपर्छ। यो चाहिँ हाम्रो लाज होइन कि यो चाहिँ हाम्रो आमा बुवाको वचन हो कि भगवान्लाई अगाडि राखेको वचन गरेको यो पञ्चशीलभित्र पऱ्यो नि तपाईँले। यो वचन चाहिँ अघि भनेपछि झुटो वचन नगर्नु भनेछ नि। झुटो वचन गर्नु भएन। अहिले भनेको अनुसारले चाहिँ आमा बुवालाई त्यो अनुसारले भन्नु पऱ्यो। तपाईँले भनिदिनु रिपिट गर्छु ल आमा बुवालाई सासू है आमा बुवालाई मैले के अरे चित्त दुख्ने कुनै काम गर्नेवाला आमा बुवाको मेरो श्रीमानको अधिकारमा म चल्नेछु। जे कुरा पनि सासू आमा बुवालाई सोधेर कार्यकामहरू गर्नेछु। ल ल अब हामी तयारी है तुलाजी के छ हालखबर? ठिक छ नि होइन? पानी मिलाउनु खोजेको त्यसको माकी आँख भइरहेछ पानी के हो जाँदैन। अघि बिहान खोजेर बिहान उठ्ने बित्तिकै टोयर गएको दिन बन्यो नि आज मेरो दिन बन्यो नि मेरो पुरै छोडिदियो नि त्यो त्यस्तो लाइट बाल्ने भयो क्या त्यसको माकी मैले किन लाइट बाल्नु भयो यति नभएर फर्कियो बुझ्यो म केटाहरूले हेर्दा लाग्यो सुक्नुपर्छ स्क्रिन हेर्नुपर्ने भएको छैन कस्तो भएको चाहिँ